गुप्तेश्वर महादेव गुफा कोडाहरू बौद्धको पनि बनाएको यहाँ त रहेछ हजुर गुफा जाने बाटो गुफा कहाँ बाहिर हुन्छ दोस गुप्तेश्वर गुफा पनि छिर्यो भाइरल ठाउँ गुप्तेश्वर गुफा पनि टक्क छिर्यो गाइज छिर्दैछौँ हेर्दैछौँ के हो सासै थुनुहुन्छ क्या यार त्यो बाफा आउँछ त कहाँबाट आउँछ गाइज गुप्तेश्वर गुफा पनि छिर्यो फाइनली ल कहाँ यता केटाहरू गइरहेछ नि स्वाट इन्ट्री गर्यो डेभिस फल कपडाहरू चाहिँ बबाल बगाएको छ यहाँनिर वेलकम टु डेभिस फल पुरा यो खोलो चाहिँ भित्र बगाएको छ त्यहाँबाट ठुलो खोलो बगेको छ यहाँबाट पानी छैन ल हामी आइपुगेका छौँ है सबजना हाम्रो केटाहरू आइसकेका छौँ घुम्नलाई भुइँचो मान्छेको बगालै छ त्यहाँबाट ठुलो खोला बगेको छ भने यहाँ पुगेपछि पानी छैन अब थाहा भएन पत्तो छैन चमेरो गुफा बगालै रहेछ अर्को गुफा बगाएर साँच्ची लामै त्यसो यहाँ पनि 32 रुपियाँ गरिदिनु पर्छ क्या कति गएर मलाई त्यो कति हेर्नु न खोले गाइजहरू बबाल अन्डरग्राउन्ड रहेछ यार ल एकदम डरै लाउँदो यता सुसम यता यता आउँदै यत्रो ढोडाङ्ग्रो छ पुरै सब पानी पुरानो घर रहेछ एकदम राम्रो खालको घर हाम्रो केटाहरू हिँड्दैछन् डेभिस फलभित्र पनि डेभिस फल ल पुरानो मोडलको घर राम्रो घर रहेछ साथीहरू ल यही हो डेभिस फल यही हो सामान्य त्यस्तै हो ल चडक्क परेको घर घरभित्र भात पकाएर खान नि मिल्ने रहेछ राम्रै रहेछ यस्तै छ रुख बिरुवाहरू 5-7 जे भए नि पोखराको डेभिस फलभित्र पस्यो राम्रै रहेछ गाइजहरू एकदम जे भए पनि ठिक लाग्यो
ल यस्तै भिडियोहरू हेर्दै गर्नु होला आउँदै गर्छ हाम्रो साथीहरू यहाँ छ नि चारैजना आउनुहुन्छ ल एक्जिट भन्न चाहिँ यता हो यता मेरो गुफा छिर्न गएका केटाहरू सिधै निस्किने ढोकापट्टि गएको छन् के भन्नु ल चमेराको गुफा ल आऊ साथीहरू चमेरा गुफा पस्ने कार्यक्रम भइरहेछ हाम्रो अब हामी ननिस्किन्जाल बन्द गर्न पाइँदैन कि पैसा फिर्ता ल यो अँधेरामा के गर्नु सर यस्तो ल गाइजहरू चमेरो ल हिँड्नु मन चाहिँ चमेरो गुफा त यस्तो अँध्यारो ल मलाई दाइ टस राम्रोसँग पाल्नुहोस् है यस्तो यस्तो ठाउँमा आउनुपर्छ त है गाडातिर गएर चिसो खानु हुन्छ ल चमेरो गुफा चमेरो गुफा गाइजहरू चमेरो गुफा पोखराको यस्तो छ अँध्यारो यता हेरौँ न हेरौँ आऊ न हेर्न आएको यस्तो यस्तो छ यस्तो यस्तो छ चमेरो गुफा हरा होला है केटा हो ख्याल गर है टस बालेर पस्नु पर्दो रहेछ गाइज यहाँ छुमा चाहिँ टस बालेर पस्नु रहेछ हो सुसन्जी हेर्नुहोस् त सुसन्जी निहुरिँदै हुनुहुन्छ कस्तो हप हप यार बल्ल तातो भयो नि त के रे गनाउँछ र ऊ चमेर हेर न माथि कति कति हिँड न हेर न हेर सब चमेरो झुन्डिरहेको यी ल गाइजहरू त्यसै यसलाई चमेरो गुफा भनेको होइन रहेछ क्या ल हेर्नुहोस् चमेरा यी सब चमेरा गुफा ल चमेरै चमेरा बाबाले रहेछ हेर चमेरो गुफा ल सब चमेरै चमेरो गुफामा चमेरै चमेरो आम्म सब चमेरो गाइज कति चमेरा त कपाल कोर नि सिल्की हुन्छ नि ल सबैजनाले प्रत्यक्ष रूपमा भेट्नु होला चमेरो यी चमेरो सबै चमेरा झुन्डेर बसेका छन् ए प्रभु चमेरो गनाएको हुन् क्या केटा सब चमेरा आम्म वरिपरि पुरै त्यसै चमेरो गुफा भने होइन रहेछ नि त सब चमेरा चमेरा चोबडा चमेरा चोबडा चमेरा यो गुफा म यहाँ छिर्दैछु हेर्नु गाइजहरू यहाँबाट मैले सक्दिनँ डर लाग्यो चमेरा च्यापमा मान्छेहरू अड्क्यो भने के हुन्छ होला हो र चमेरै चमेरा खतरा रहेछ हाम्रो केटाहरू यहाँ हामी हिँडिरहेछौँ घुम्नलाई राम्रो ठाउँ रहेछ जे भने यो के रे त पुङ्दीकोट रे पुङ्दीकोटबाट हिमाल पनि देख्दो रहेछ तर अहिले यो कस्तो भ्यू नै राम्रो देखेन क्या यो सबै तवालोले छेकेर है ल
लक्क यहाँ पनि आइपुग्यो है भाइरल ठाउँमा पनि खतरा रहेछ ल शिवजीको मन्दिर पनि बगाल रहेछ ल सट्ट आइयो टक्कसँग सधैँभरि फोटो भिडियो हेरिन्थ्यो आज चाहिँ सर र नेचुरली देख्न पाइयो मान्छेको कति भिड हो यार बगालै भिडभाड छ यहाँ छन् मान्छेहरू यत्रो यस्तै रहेछ ठाउँ हिमाल सर यस्तो रहेछ हेलो गुड आफ्टरनुन एभ्रिवान अहिले चाहिँ हामी पोखराको पुङदीगोठ भन्ने ठाउँमा घुम्न आएको छौँ सबैले थाहा छ यो फेमसै ठाउँ हो होइन तैपनि हामी चाहिँ आएको थिएनौँ र आज भर्खर आइपुग्यौँ बाइक तल पार्किङमै राख्न लाउँदो रहेछ र हामी हिँड्दै आएको छौँ बाबाले रहेछ ठाउँ पहिलोचोटि आएर भए पनि होला यस्तो राम्रो भ्यूहरू छ एउटा दिदी लड्नु भयो बिस्तारै ल हामी प्रवेश गर्दैछौँ ट्वाक ट्वाक दामी रहेछ यो भाइरल शिवजीको मूर्ति यहाँ रहेछ सब टुरिस्ट एरिया टुरिस्ट मात्र आउने ल खतरा रहेछ यहाँ पनि रहेछ केटाहरूले दुईजना मास्तिर गरेर बसिरहेको छ त्यो पनि खाने भाइरल शिवजीको मूर्ति खुर्किला चढेर जानुपर्ने छ खुर्किला चढ्दै लो थियो चल्टेर त हाम्रो गाइजहरू झर्दैछन् आउँदैछ आउनु मास्तिर घुमेर आउनु स्वाट